वेलकम छ फेरि पनि मेरो ट्राभल ब्लगमा सबैजनालाई मस्ट वेलकम छ। के छ केटाकेटी हो सबैजना सन्चै होला नि है। म नि एकदम गुड छु। आज चाहिँ म एकदम गुड मुडमा छु है। आज चाहिँ मलाई यहाँको सिटी ट्रिपहरू गर्न मन छ। स्विडेन सिटी घुम्ने प्लान छ। अब हेर्दै जाउँ के देखिन्छ के देखिँदैन सबै यो भिडियोमा आउँछ, फुल ब्लगमा आउँछ। आज सबैजनाले हेरिदिनु होला, माया देखाइदिनु होला है। सबैजनाले लाइक एन्ड सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोस् है सबैजनाले प्लिज। मेट्रो स्टेसन भइहाल्यो यो स्टेसन, अन्त माथिको स्टेसन पनि पुग्नु सक्छ। अब यहाँबाट चाहिँ त्यो यहाँको अलिक सबैभन्दा ठुलो बिगेस्ट स्ट्रिट ठुलो के अरे बिल्डिङ हेर्न जाउँ भन्दै चाहिँ यहाँबाट 9 मिनट वक देखाइरहेको छ। त्यही हो यहाँको चाहिँ अब लेक छ है। यहाँनिर चाहिँ एउटा सानोतिनो लेकहरू, सायद बोटहरू हुन्छ होला यहाँनिर, थाहा छैन मलाई। बोटहरू चाहिँ आउँछ कि आउँदैन त्यो थाहा छैन। अब युरोप यस्तो छ मान्छेले भन्छ युरोप जाउँ। युरोपमा के छ? केही छैन। केही यो कलर आउँछ, बिहान बेलुका काम गऱ्यो, बिहान काममा गयो, बेलुका घर फर्क्यो, सुत्यो, खायो, बस्यो, हिँड्यो। जाडो महिनामा नेपालमा भन्दा पनि बढी जाडो छ। खालि माइनसको माइनस। अहिलेसम्म आएको 1 महिना भइसक्यो, अहिलेसम्म घामको अनुहार देख्न पाएको छैन। अलिअलि घाम लाए जस्तो हुन्छ, त्यसपछि छैन। घरहरू चाहिँ एकदम डिजाइनले बनाउने रहेछ यार। मान्छेहरूसँग पैसा छ यार यहाँको मान्छेहरूसँग। साइकल चढेर हिँड्छ है सबैजना, तर मान्छेहरूसँग बहुत पैसा छ यार। घरहरू हेर्न कस्तो डिजाइनहरूले बनाइरहेछ। त्यसै आउन खोज्छ नेपालीहरू युरोपमा छ पैसा। घरहरू त फेरि बवाल तालले बनाउँदो रहेछ कि यहाँनिर। जहाँ हेऱ्यो नि एकदम कलर राम्रो के, इँटाको डिजाइनहरूले बनाएको घरहरू के सबै। मान्छेहरू चाहिँ पुरै साइकल चढेर हिँड्छ है जहाँ पनि। युरोपमा चाहिँ जहाँ पनि साइकल हो मान्छेहरू, पुरै काममा जाने, यो गर्ने उ गर्ने। अब यहाँबाट अलिकति त गएपछि चाहिँ गार्डन छ एउटा, राम्रो हुन्थ्यो। हेरौँ, राम्रो रहेछ बाटो काट्न पनि ठुलो पर्छ यार। म्युजियमहरू छ यहाँनिर। पैसा तिर्नुपर्ने हो कि नतिर्नुपर्ने हो? पैसा छैन फेरि गोजीमा, फ्री हो भने मात्र जानु पऱ्यो। अब यो म्युजियम भइहाल्यो होइन। अब यहाँ चाहिँ बाहिर चाहिँ यस्तो छ, यो पुरानो बाहिरपट्टिबाट पनि देख्न मिल्ने, अगाडिबाट पनि देख्न मिल्ने। तर बाहिरको डोरहरू चाहिँ एकदम पुरानो छ, फेरि इँटाले बनाएको एकदम पुरानो छ। तर भित्र आएपछि चाहिँ फेरि बवाल छ। यो पुरै म्युजियम हो, ठुलो छ। यो चाहिँ म्युजियमभित्र। यहाँ चाहिँ अब यस्तै बुक्सहरू, यो पुरानो प्लेटहरू यताउति। यो चाहिँ अब त्यही पुरानो बाहिर देखाएको घर छिर्नुभन्दा पहिला मेन गेटमा थियो नि त, त्यो घरको साइन होला यो सायद। यस्तो अरू माछाहरू यताउति
म्युजियम दामी लाग्यो यार मलाई यो म्युजियम चाहिँ एकदम राम्रो कि यो सबै यो चरालाई के पो भन्छ हाम्रोमा सुगा सुगा चरा राम्रो रहेछ यार म्युजियम यहाँको अब मेन इन्ट्रेस्टिङ चिज भनेको चाहिँ यो चाहिँ हाम्रो नेपालमा जस्तै छ है फेरि यो पुरै माटोले बनाएको जस्तो घर हो कलर लगाएर रेड कलरको चाहिँ सबै इँटाको घरहरू यहाँ भएको जति सबै यो चाहिँ यहाँको अब मेन सेन्टर भयो यो यहाँको अलिकति फेमस एरिया भनौँ न यो चाहिँ चारवटा मान्छेहरू अब कपल्सहरू आउने फ्यामिलीहरू आउने खानासाना खाने डिनर सिनर गर्ने जस्तो हुन्छ अब यहाँ अगाडि चाहिँ अलिकति अगाडि चाहिँ एउटा घर छ कि त्यहाँ हाम्रो भक्तपुरमा भएको जस्तै घरहरू छ कि यहाँनिर चाहिँ ट्याक्कै नेपालमा भएको जस्तै घरहरू जस्तै छ कि अब यहाँ चाहिँ आउने मान्छेहरू सबै जस्तै महँगो रेस्टुरेन्ट होस् यो होस् ऊ होस् होइन सबै साइकलमा आउने फुडहरू खानको लागि डिनरहरू गर्नको लागि यस्तो चाहिँ समर टाइममा झन् कति बवाल हुन्छ होला रे यो ल आजलाई भिडियो यति नै अब यहीँबाट मेरो आजको ट्रिप चाहिँ इन हुन्छ है ल सबैजनाले जहाँ बसेर हेरिदिनु भएको भने भिडियोलाई चाहिँ एकदम लाइक सेयर सब्सक्राइब गरिदिनु नभुलिदिनु होला सबैजनाले राम्रोसँग हेरिदिनु होला फुल हेरिदिनु होला यो भिडियो अलि राम्रो नराम्रो त्यस्तै छ होइन अब भर्खर स्टार्टिङको भिडियोहरू होस् राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ है सबैजनाले लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला सबैजना